साथीहरु यहाँहरुलाई पुनः स्वागत छ मेरो भिडियोमा हैन। आज हामी कुरा गर्दै छौं कन्भर्जन। रिटेल बिजनेसमा कन्भर्जनको के इम्पोर्टेन्ट हुन्छ भनेर हैन। कन्भर्जन भनेको चाहिँ के हो भन्देखि तपाईहरुको पसलमा कति कस्टमर आउनु भयो र त्यसमध्ये तपाईले चाहिँ कतिलाई चाहिँ कन्भर्ट गर्नुभयो एज अ बायर हैन। त्यसबाट जुन पर्सेन्टेज निस्किन्छ त्यसलाई चाहिँ हामी कन्भर्जन पर्सेन्टेज भन्छौं। बिजनेसमा यो कन्भर्जन चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ किनभने त्यहाँबाट मात्रै थाहा पाउन सक्नुहुन्छ कि तपाईले बिजनेसमा कस्तो गर्दै हुनुहुन्छ, तपाईको बिजनेसमा सर्भिस लेभल कतिको राम्रो छ हैन। यसले चाहिँ बेसिकली तपाईको सर्भिस लेभललाई मेजर गर्छ र तपाईले सर्भिस लेभल माथि पुर्याउन सक्नुभयो भनेदेखि तपाईको बिजनेस पनि ग्रो गर्छ हैन। यो चाहिँ कसरी क्याल्कुलेट हुन्छ भन्नुहुन्छ भनेदेखि नि फर एक्जाम्पल तपाईको पसलमा कति कस्टमर आए र तपाईले कतिलाई चाहिँ एज अ बायर कन्भर्ट गर्नुभयो, बेच्न सक्नुभयो हैन। त्यसको जुन पर्सेन्टेज हुन्छ नि त्यसलाई चाहिँ कन्भर्जन पर्सेन्टेज भनिन्छ। फर एक्जाम्पल तपाईहरुको पसलमा आजको दिनभरिमा 200 जना आउनुभयो र 200 जना मध्ये तपाईले 50 जनालाई बेच्नु भयो भनेपछि तपाईको कन्भर्जन कति भयो भन्ने कुरा हुन्छ हैन। यसको चाहिँ एउटा म्याथमेटिक्स फर्मुला पनि छ हैन क्याल्कुलेट गर्ने। यसमा चाहिँ तपाईले नम्बर अफ द बिल जतिवटा बनाउनु भयो त्यसलाई डिवाइड इन्टु द नम्बर अफ द वॉक-इन्स फुटफल, जति जना चाहिँ तपाईको पसलमा भिजिट गर्नुभयो र मल्टिप्लाई बाइ 100 गर्नुपर्ने हुन्छ हैन। एक्जाम्पल तपाईले चाहिँ दिनभरिमा 50 वटा बिल बनाउनु भएको छ भने 50 डिवाइडेड बाइ 200 अनि मल्टिप्लाई बाइ 100 गर्नु पर्यो हैन। अनि यसरी गर्दा चाहिँ यसको आउटकम चाहिँ 25% आउँछ। यो भनेको तपाईले 100 जनामा चाहिँ 25 जनालाई चाहिँ बिल बनाउनु भएछ, बेच्नु भएछ हैन। र 100 जना मान्छे 25 जना मात्रै बेच्नु भयो एक्जाम्पल हैन। तर यो चाहिँ रिटेलमा 25% भनेको चाहिँ राम्रो कन्भर्जन रेटको रूपमा चाहिँ लिइन्छ हैन। किनभने 100 जना आउँदाखेरि कहिलेकाहीँ फ्यामिली पनि आउनुहुन्छ, त्यसमा 2-3 जना एउटै फ्यामिलीबाट आउनुहुन्छ अनि तपाईले एक जनालाई बेच्नुपर्ने हुन्छ त्यस हैन। त्यस्तो कुराहरु हुन्छ, यावत कुराहरु हुन्छ। त्यही भएर चाहिँ यो 25% कन्भर्जन रेट चाहिँ रिटेलमा राम्रो कन्भर्जन रेटको रूपमा गनिन्छ हैन। र तपाईले चाहिँ यसलाई माथि लान सक्नुभयो भने तपाईको बिजनेस ग्रो हुन्छ हैन, तपाईको गुडविल पनि ग्रो हुन्छ के। कन्भर्जन कसरी बढ्छ भन्नुहुन्छ भनेदेखि तपाईले जति पनि ग्राहकहरु आउनुहुन्छ उहाँहरुसित तपाईले कस्तो व्यवहार गर्नुहुन्छ र प्रत्येक ग्राहक प्रत्येक किन्न आउने मान्छेसित तपाई बोल्न भ्याउनु भयो भएन, उहाँसित कुरा गर्न भ्याउनु भयो कि भएन, उहाँहरुलाई आफ्नो प्रोडक्टहरु देखाउन सक्नु भयो कि भएन भन्ने कुराले म्याटर गर्छ के। जस्तै तपाई एक जनासित बिजी हुनुहुन्छ, अर्को जना आउनुभयो, यसो घुम्नुभयो, जानुभयो, अर्कोलाई तपाईले असिस्ट नै गर्न पाउनु भएन, सर्भिस नै दिन पाउनु भएन भनेपछि त तपाईले त त्यहाँनिर त केही न केही त लुज गरिरहनु भएको छ नि त हैन। र यस कुरामा चाहिँ सर्भिसले धेरै म्याटर गर्छ के। जब कुनै मान्छे तपाईको पसलमा, तपाईको व्यापारमा, तपाईले कुनै गर्नुभएको काम गरेको ठाउँमा चाहिँ एकचोटी आउनुहुन्छ र उहाँले तपाईले दिनुभएको सर्भिसबाट खुसी भएर ह्यापी भएर जानुभयो भनेदेखि नि उहाँले फेरि अर्को साथीलाई पनि भन्नुहुन्छ कि म त्यहाँको त्यो पसलमा गएको थिएँ किन्नलाई, त्यो ठाउँमा गएको थिएँ किन्नलाई, त्यो मान्छेको व्यवहार कस्तो राम्रो छ, कस्तो मिठो बोल्दो रहेछन्, त्यहाँ चाहिँ जानुपर्छ, प्राइस पनि राम्रो छ, क्वालिटी पनि राम्रो छ भन्ने कुराहरु हुन्छ, नलेज हुन्छ हैन। नलेजको कुरा आउँछ नि त जब तपाईले कस्टमरसित डिल गर्नुहुन्छ, तपाईले प्रोडक्टको बारेमा भन्नुहुन्छ, नलेज दिनुहुन्छ हैन। अनि त्यो कुराहरुले चाहिँ धेरै फरक पर्छ। यसमा चाहिँ कन्भर्जनमा इफेक्ट गर्ने मेन टुल भनेको चाहिँ कस्टमर सर्भिस हो र अप्रोच हो। कस्टमर अप्रोच चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ हैन। किनभने तपाईले इच एन्ड एभ्री कस्टमर जो आउँछ नि तपाईको पसलमा, तपाईको सर्भिस लिने ठाउँमा, त्यहाँनिर चाहिँ तपाईले इच एन्ड एभ्री कस्टमरलाई चाहिँ टाइम दिन सक्नु पर्यो के, अप्रोच गर्न सक्नु पर्यो हैन, सर्भिस दिन सक्नु पर्यो। सो यो लिंक विथ योर तपाईको सर्भिस र एंगेजमेन्ट हुन्छ। तपाई कतिको एंगेज हुनुहुन्छ कस्टमरसित हैन, कतिको प्रोडक्ट नलेजहरु शेयर गर्दै हुनुहुन्छ हैन। त्यही भएर कन्भर्जनको चाहिँ धेरै ठूलो हात हुन्छ बिजनेस ग्रोको लागि। तपाईको कन्भर्जन जसरी बढ्दै जान्छ नि तपाईको बिजनेस पनि त्यसरी बढ्दै जान्छ। त्यो भनेको मतलब तपाईले आज दिनमा 10 वटा बिल बनाउनु भयो, भोलि तपाईले 12 वटा बनाउनुहुन्छ, पछि तपाईले 14 वटा बनाउनुहुन्छ। कसरी बनाउनुहुन्छ? अफ कोर्स त्यही हो कस्टमर एंगेजमेन्ट। आएको कस्टमरहरुसित कुरा गर्ने, को यसो घुम्दै हुनुहुन्छ भनेदेखि हेर्दै हुनुहुन्छ भने पनि उहाँलाई चाहिँ हेलो भन्ने, के छ भन्ने, कस्तो हुनुहुन्छ भन्ने, आराम गर्ने, ग्रीट गर्ने, अनि उहाँहरुसित चाहिँ कुराकानी स्टार्ट गर्ने, अनि उहाँले खोज्नु भएको कुरा हामीले पूरा गर्ने हैन। त्यही भएर यदि तपाईहरु बिजनेस गर्दै हुनुहुन्छ भनेदेखि तपाईले चाहिँ आफ्नो काम गर्ने ठाउँमा चाहिँ कन्भर्जन क्याल्कुलेटर गर्ने एउटा मेसिन राख्नुस् हैन। यदि पोसिबल छैन भने म्यानुअल काउन्टको पनि व्यवस्था गर्नुस्
र त्यो हेर्नुहोस् होइन, तपाईँको पसलमा आज दिनभरिमा कतिजना आए र तपाईँले कतिजनालाई बेच्नुभयो होइन, र तपाईँको आउटकम के छ। आज दिनभरिमा 200जना आए र तपाईँले जम्मा 10जनालाई मात्रै बेच्नुभयो भनेदेखि के कारण भयो त, किन किनेनन् त यिनीहरूले, बा उनीहरू खोज्न आएको सामान मेरो पसलमा थिएन होइन, उनीहरूले खोज्न आएको कुरा मसित थिएन भनेदेखि अब आउने दिनहरूमा तपाईँले त्यो कुराहरू चाहिँ नोट गर्दै राख्नु पर्यो होइन, यस्तो यस्तो सामान खोज्न आउनुभएको थियो मसित थिएन होइन, मैले चाहिँ अब भविष्यमा चाहिँ यो पनि राख्नुपर्छ भन्ने प्लान बनाउनु पर्यो र आफूले ल्याएर राख्नु पर्यो। अर्को कुरा, नकिन्नुको कारण बा तपाईँको पसलमा आउँदाखेरि तपाईँको स्टाफहरूले गर्ने बिहेभियरहरू राम्रो थिएन कि बा एज अ म सेल्स स्टाफ इक्जाम्पलको लागि भन्दैछु होइन, बा मैले चाहिँ उसित राम्ररी कुरा गरिनँ कि मेरो व्यवहार बानी मन नपरेर उ गएको हो कि होइन। एउटा नराम्रो कस्टमरले चाहिँ तपाईँको एक्सपिरियन्स लिएर गयो भने 10जना कस्टमरलाई चाहिँ सुनाउँछ अरे क्या, ए त्यहाँ नजा त्यो त राम्रो छैन भनेर। तर एउटा राम्रो कस्टमरले नि जम्मा 1जनालाई मात्रै सुनाउँछ अरे क्या गएर त्यो ठाउँमा राम्रो छ जा भनेर। त्यही भएर तपाईँले चाहिँ नराम्रो एक्सपिरियन्स गर्नुभयो भने तपाईँको काम गरेको ठाउँको होइन, तपाईँले काम गरेको संस्थाको, तपाईँले काम गरेको पसलको चाहिँ नेगेटिभिटी चाहिँ चाँडै फैलिन्छ होइन। त्यही भएर जहिले पनि पोजिटिभिटी बनाएर राख्नुपर्ने हुन्छ होइन। अनि कस्टमरहरूसित डिल हुँदाखेरि पोलाइट काम भएर काम गर्नुपर्ने हुन्छ। तपाईँ आफ्नो बिजनेस ग्रो गर्न चाहनुहुन्छ भने आजैदेखि कन्भर्जनमा काम गर्नुहोस्। र आज तपाईँहरू एज अ सेल्स स्टाफ हुनुहुन्छ, कुनै कम्पनीमा जबको लागि भ्याकेन्सी चाहिँ जाँदै हुनुहुन्छ भने तपाईँले कन्भर्जन चाहिँ के हो र यसले कसरी काम गर्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। म यहाँनिर तपाईँलाई पिन पनि गरेर राखिदिन्छु होइन, कन्भर्जन कसरी क्यालकुलेट गर्ने होइन, यसको फर्मुला पिन गरिदिन्छु र कन्भर्जन भनेको के हो भन्ने कुराहरू हुन्छ सबै म तपाईँलाई यो माथि फोटोमा राखिदिन्छु, हेर्नु होला। र तपाईँलाई चाहिँ यस्तै खालका अरू इन्फर्मेटिभ भिडियोहरू जान्न चाहनुहुन्छ भनेदेखि मलाई फलो गर्न नबिर्सिनु होला। अरू यस्तै धेरै भिडियोहरू लिएर आउने नै छु। अब मनी म्यापिङको भिडियो भनेको थिएँ, मनी म्यापिङको भिडियो पनि तपाईँहरूबाट लिएर आउने छु म होइन, वेट गर्नु होला। थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू।